नमस्ते, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ म मेरो होटेलमा ब्लग गर्दैछु। यो चाहिँ मेरो घर हो है, यो चाहिँ चिन्तन चौतारी होटेल हो। तपाईँहरूलाई चाहिँ यहाँ खाना खानु पर्यो भने प्लिज आउन सक्नुहुन्छ। लोकल गेडागुडी पनि पाइन्छ। यता चाहिँ मेरो श्रीमतीजी यहाँ सिटिङ हाल्दै हुनुहुन्छ। हेलो गाइज, वेलकम टु आवर चिन्तन चौधरी होटल एन्ड लज। आज चाहिँ तिनजनाको अर्डर थियो, खाना बोक्नु लगाइरहेको छ। उहाँहरू चाहिँ बिना प्याज लसुन खाने अरे, अनि हामीले त्यसरी नै बनाएको छौँ है। हामीले जस्तो पनि सुविधा दिन्छौँ, फेरि बिना प्याज लसुन खान्छ भने पनि सुविधा भयो। जस्तो भन्नुहुन्छ त्यस्तै आइटम बनाइदिन्छ। प्लिज कन्ट्याक्ट अस। हामी चाहिँ हजुरलाई कन्ट्याक्ट गर्नु मन भयो, हामी नम्बर। यता चाहिँ हुनुहुन्छ मेरो मम्मी। तपाईँहरूले भ्लगमा देख्नु भएको छैन होला। हाम्रो चाहिँ धेरै पुरानो होटेल हो है साथीहरू। यो चाहिँ अब भयो लगभग 15-16 वर्ष भएको छ। हाम्रो सबैभन्दा पुरानो होटेल सिन्धुली जिल्लाको बिपिआईको फर्स्ट होटेल हो, चिन्तन चौतारी होटेल। सायद तपाईँहरूले नि यो होटेलको नाम सुन्नुभएको होला, सायद खाना पनि खानुभएको होला। कस्तो लाग्यो कमेन्ट गरिदिनु होला है। सबैजनाले मिठो माया गर्नुभएको छ, धन्यवाद सबैजनालाई। अब आफ्नो काम चाहिँ म आफै नै गर्छु कि अब यस्तै हो होइन। काम चाहिँ गर्नुपर्छ, साथीहरू, यस्तै छ। अब नेपालमा बसेपछि केही न केही त गर्नै पर्यो। अब आफ्नै घरमा आफ्नै काम हुँदाहुँदै अब विदेशी कुरो पनि भएन। मजाले आफ्नै घरमा काम गर्ने हो, बस्ने हो है। हाम्रो भाइ सुजन भाइ मस्त काम गरिरहेको छु म। सबैजनालाई टन्न खुवाउने, मिठो खुवाउने हाम्रो चिन्तन चौतारी होटेलको चाहिँ धारणा हो। सबैजनालाई वेलकम गर्दैछु फेरि पनि। सबैजना आइदिनु होला मिठो खानाको लागि। हजुरको अर्डर अनुसार खाना पाक्नेछ हाम्रो होटेलमा। कृपया एकचोटि घुम्न आउँदा, अब घुम्ने सिजन चलिरहेको छ। तपाईँहरू हलेसी जानुहुन्छ, पाथिभारा जानुहुन्छ, यता दोलखा भीमसेन सैलुङ जहाँसुकै जानुभए पनि यही ट्रान्जिट हो। खुरकोटबाटै जानुपर्ने हुन्छ तपाईँहरू। त्यही भएर सबैजनालाई खुरकोटमा खाना खाने टाइम पनि तपाईँको ठ्याक्कै पर्ने हुँदा खाना खानु परेमा सम्झिनु परेमा यो भाइलाई सम्झिनु होला। ओके, बाई। उहाँ चाहिँ मम्मी चिनाइसकेँ मैले है। ल अब खाना खाएर उहाँहरू लाग्नुभयो। सबैजनालाई बाई।